नमस्कार है गाउँले नमस्कार। म आज डुल्लै घुम्दै सराङकोटको मेतलाङ रक क्लाइम्बिङमा आइपुगेको छु। यहाँ किन आएको छु त नि भन्नुहुन्छ भने क्या पर्यटनसँग सम्बन्धित टानले धेरै युवाहरूलाई पर्यटन गाइडको रूपमा अहिले तालिम दिइरहेको छ र उनीहरूलाई रक क्लाइम्बिङको आज प्रयोगात्मक परीक्षा लिन आएको छ। र यो कुरा किन सम्बन्धित छ भन्नुहुन्छ भने नेपालमा अहिले पर्यटन व्यवसाय खस्कँदो अवस्थामा छ। यो किन त नि भन्दाखेरि तालिम प्राप्त नभएका र अनुभव नभएका ट्रेकिङ गाइडहरूलाई प्रयोग गर्नाले र पर्यटकले सुन्न चाहेको बुझ्न चाहेको र उनले चाहेको हस्पिटालिटी राम्रोसँग दिन नसकेका कारण अहिले चाहिँ नि पर्यटन व्यवसायमा निकै समस्याहरू आइरहेका छन्। होटलका समस्याहरू पनि छन्, एजेन्सीहरूका समस्याहरू पनि छन्। तर सबैभन्दा पहिला पर्यटनसँग की पाइन्ट टच उनीहरूसँग सम्पर्कमा रहिरहने भनेको पर्यटन गाइड हो र उसलाई राम्रोसँग तालिम दिएर पठाउनु पर्छ भनेर टान पोखराले 300 जना विद्यार्थीहरूलाई अहिले ट्रेनिङ दिइरहेको छ। र तपाईलाई अनुभवी तालिम प्राप्त गाइड चाहियो भनेदेखि उहाँहरूलाई सम्झनु होला। भेट्टाउनु भएन भनेदेखि टानमा सम्पर्क गर्नु भने भेट्टाउनुहुन्छ। लाइसेन्स प्राप्त भएका र अनुभवीहरूलाई मात्रै पठाउनु होला। चिने जानेकै भरमा तपाईँहरूले नचिनेका गाइडहरू पठाउँदाखेरि तपाईँहरूलाई पनि समस्या हुन सक्छ। मैले त यति भने कामले अब यहाँ चढ्न अर्न त म सौतिने गरेँ है, म हिँडेँ है कामले। ल म गएँ।